सुँगुरको मासुमा पल्की Let's try. Hi guys, welcome back to my channel. It's me Kalpna and welcome back to my channel. आज चाहिँ साकेला काठमाडौँमा भइरहेको हामी चाहिँ डे 1 नकीपटमा गइरहेको छौं. त्यही हो गाइस, रेडी भएर अब चाहिँ हामी जाँदै छौं. दिदी आउनुस् न. वेलकम टु माय च्यानल दिदी. थ्यांक यू सो मच. ल आज हामी जाँदै छौं. अब कति बजे? हल्का अब 1:44 भइसक्यो. 2-3 बजे अब 5:00 बजे आइन्छ होला. के हुन्छ के कस्तो हुन्छ म तपाईहरुलाई देखाउँछु. यहाँ ब्याकग्राउन्डमा चाहिँ राजेश. हाय. हेलो. आइसे छ नि उपर एकजना 3 जना नि. पठाउनु भएको. मेरो यो हो. ल बाइ. ल बाइ. शंकर हुनुहुन्छ. ल जामै अलिकति ढिलो भयो. आज साकेला उहाँ दाजुसँग चाहिँ म जाँदैछु पठाउमा. वेलकम छ है दाजुलाई पनि. ह्यापी साकेला. कुन कास्ट पर्नुभयो तपाईहरु? म त परिया. ए हामी अब राईको आज किरातीहरुको राई मात्रै हैन, किरातीहरुको चाहिँ महान चाड साकेला हामी गइराछौं. ल लेट्स गो है त गाइस. म अब टक्क नकीपट पुगेर तपाईहरुसँग कुरा गर्छु. ल सी यु गाइस. गाइस अहिले चाहिँ म यहाँ सातो बाटो आइपुग्न आँटे. यस्तो राम्रो यहाँनेर फुलिरहेछ कि फुलहरु. साह्रै राम्रो फुल फुलेछ है त यहाँनेर. हजुर यहाँनेर चाहिँ फोटो खिच्ने ठाउँ पनि रहेछ. यहाँ झन्डै लड्यो एउटा मान्छे. लाज गर्ने छ यहाँनेर. फोटो भिडियो खिच्ने मान्छेहरू चाहिँ लाज धेरै छ. ल गाइस म चाहिँ भर्खर विशाल चौक आइपुगेँ नकीपट. ठ्याक्क मम्मीहरूलाई पनि भेटेँ. यहाँ मम्मी हजुर. हाई मम्मी. वेलकम टु माई च्यानल. थ्यांक यू छोरी. मम्मी यस्तो हाल्नु. ल उ त ओके भन्ने कहाँनेर छ ओके. अब जम्ला नि. अहिले चाहिँ हामी यहाँनिर पक्के कलेक्सनमा मम्मीलाई सानो झोला किन्नको लागि आइरहेको. कति माछा त हजुर? अलिक सस्तो दिनु चाहिँ यहाँ म भ्लगमा हाल्छु दाजु. यहाँ हो न सुन्नुभएको? 50 रुपियाँ तपाईँ खानुहोस् न. जसरी होस् हामीलाई 1000 रुपियाँ दिनु. मङ्सिरमा मैले 700 मा सोधेर नलानु हुने ऊ चेन भएको हो नि. हुन्छ हुर्सो लान्छु म घरमा लान्छु. बहिनी चेन लाउनुहुन्छ आफै? छ के बट्टाको सानो लाउनु हुने भनेको. यो त चेन भएको राम्रो लाग्यो मलाई चाहिँ. राम्रो चाहिँ यस्तो चेन त आफै लान्छु. चेन आफै लाउनु बोक्नुहोस् त एकचोटि. यस्तो साइडमा मङ्सिरमा 700 भन्दै थियो. यो कलर किन्नु हुने त. यो त झिलिक्क कलर छ त. यस्तो झिलिक्कै मलाई मन पर्छ. झिल्के कलर छ त. यस्तै मैले बोलेको त. सुन्तले कलर यो कलर हुन्छ यहाँ. अब कति भन्नुभयो दाजु? 1000 रुपियाँ हो. यो चेन पनि छैन. यो त त्यति हो. अस्ति हाटबाट किनेको हैन त? हजुर यही त हो नि दाजु. अस्ति त्यो हेर्नुस् दिदीको पुरानो उहाँको. कतै किन थाहा त? बढेर आयो नि. बढेर आयो. यो भन्दा दाजु यो भन्दा सस्तो पाएँ नि मैले. उनीहरु त्यो पुरानो उनीहरुको स्टक हुन सक्छ कि. यता उनीहरु 11000 मा बेचिरहनु भएको थियो. उनीहरु त हाम्रो हैन आफै पुग्नु हुँदो रहेछ उहाँहरु. होला त्यही भएर हामी यो पछाडी फेरि त्यो थैली किन्न गयौँ. मैले पोरे यो भन्दा 2-3 वर्ष अगाडि नै यो मेरो हो नि त. 2-3 वर्ष अगाडि नै मैले चाहिँ यो गरेर यसमा अलिकति थपेर अर्को खालको डिजाइन बनाउन खोजेको. मानेन के सुनिमा कलेजमा. यो पुरानो भनेको पुरानै हो. नचलाइदिनु भन्न नचलाउनुस् यसै लाउनुस् भने. हो यो पुरानो नचलाउनु पाइँदैन नि त. अब पाउँदैन किनभने यसको त्यो यो टाइमको यतिको 500 लगिरहनु नि. किन यो गाउँमा नि पठाइदिनु पर्छ. अस्तिको होइन यसै लान्छु न. सबै लानुहुन्छ? अनि मात्र यति साइबा भन्नुभयो नि त. एउटा के ल एउटा पिसलाई कति? म दिदीले बुन्नु भएको दाजु. यो सबै यो मैले बुनेको धेरै बुनेको फुले. यो चाहिँ अलिक गाह्रो हुन्छ पाइँदैन. गाह्रो हुन्छ अरे. हजुर
यो झ्याउ हुन्छ क्या बनिराख्नुलाई चाहिँ त्यो बानी हुन्छ त्यो त के जस्तो नि हुन्छ गाउँतिर जानु पर्यो पाइँदैन त अनि यहाँ त 11,000 त ठिकै हो किन हामीले बुन्न दिनु पर्छ उहाँहरूले चाहिँ आफैले बुन्नु हुँदो रहेछ बुन्नु हुँदै थियो दोकानमै हामीले के भन्नु बुनेको 900 दिनुपर्छ हामीले बहिनी कति परेको अरे 12,000 मा यो किनेको नि त यही यो 12,000 को हजुर कति 5 वटा छ 5 वटा छ 40 40 त्यत्रो एकैचोटि लाने यो हजुर हाम्रो चाहिँ गाउँतिर सबले अस्ति यति टने पनि यस्तो खिचिदिनु पर्यो ओके कलेक्सन जुरी बेचुरी अनि तपाईको मम्मीले यहाँ ब्याग बोक्नु भएको छ पिटिक्क 1000 रुपैयाँमा किनेको भर्खरै दिदीले भाइलाई यहाँ गरिदिनु हुँदैछ ल ल ल ल त्यो दाजु केही सुन्दैन ल साकेलाको सम्पूर्णमा एकदम धेरै धेरै शुभकामना साकेला हाम्रो डान्स हुन्छ मम्मीसँग मेरो डान्स सक्का मम्मी नाच्छ ल राजले खिचिदिन्छ नाच्नुहोस् भने म खिचिदिन्छु
सिरीले सबलाई गलायो ल चिर राजे नाचे सिरीले जहिले काम गरे लागेन दाजु मलाई एउटा सूचना मेरो हातमा आएको छ वरिष्ठ पत्रकार श्री आनन्द प्रकाश राईज्यू एकपल्ट मञ्चमा तत्पर्क गरिदिनु हुनको लागि हामी अनुरोध गर्दछौँ आनन्द प्रकाश राईज्यू यो चाहिँ गाह्रो छ सुरुमै अहिले नगर्नु भएको थियो लास्टतिर गाह्रो छ राम्रो आउँछ दाजु यो उयो के अरे अपने डिजेआईकै हो डिजेआईको हो अनि यहाँबाट तपाईँको अगाडिको फ्रन्ट पनि आउँछ फ्रन्ट है देख्न सक्नुहुन्छ मलाई पनि देखाइदिन्छु आइसक्रिम हेलो हाई उहाँ चाहिँ ऊ चाहिँ दर्शक आजको दर्शक खोइ मम्मीहरू खाजा खानु कम भने यहाँ अर्को ठाउँ पनि नाचिरहेको रहेछ अरे ठुलो ए यहाँ पनि हामी यहाँ चाहिँ आएको भए हुने रहेछ दिदी यहाँ आएको भए हुने थिएछ यहाँ त धुलो पनि रहेन रहेछ नि त अहिलेकोमा त धुलो कम्ती छ गाइस अब चाहिँ हामी खाजा खानु जाँदैछौँ के टाइपको खाने त्यही किसिमको खानु पर्यो नि मोमोहरू खानु मोमो खाए पनि मोमो खाने त त्यहीँ ठिक हुन्छ अब अरू यताउति अब यता अब साकेलाको छ्याङ त्यस्तो हो नि त छ्याङहरू दिदी के खाने खाजा
ए अनि खाने हो मोमोहरू खाने चाउमिन मोमोहरू पोर्क मोमो पसन्द काम पोर्क मोमोहरू छ्याङ खानुहुन्न दिदी ल आउनु मेरो ब्लग ब्लग हाम्रो कल्पना पत्रको ब्लग 1 मिलियन साकेला विशेष यता आउनु चाहिँ बाहिर बस्ने यता हावा कटेजमा बस्नु न त मामा यस्तो प्याक छ कि ठाउँ त सस्तो छैन छ त परै जाने हो बम सगारी थियो ल त यहाँ माथि कम भइसक्यो डिस्काउन्ट दिनु थाल्यो भने साइदिन्छ नि त पर्दैन तपाईँले डिस्काउन्ट त हामी अलरेडी भइहाल्छ तिमी त गोरो देखिरहेछ त हो आज त गोरो देखिरहेछ त आज त गोरै हो त मेरो हात डढेर खोइ यस्तो गर त म गोरो गोरो हुँदैछ क्या तिमी कालो कालो हुँदैछ हो तिम्रो फेस अलिक गोरो गोरो हुँदैछ अहिले यतिकै थिएन अस्ति म आउँदाखेरि गोरो भयो नाचेको फोटो खिच्नु भनेको त यही नाचेको मम्मी कि मैले खिचेर म भन्दा तिमी फोटो चाहिँ पात खिच्छौ मम्मीको अघि स्टोरी हालिसक्यौँ हामीले होइन अघि हालेको होइन कुन गीतमा हालेको अलिकति लिइसक्नु भयो अघि नै गीतमा हालेको हामी चल्लीको है साकेला गीतमा आज स्पेसल जाँड पो त जार खा भने अहिले फुलीले भनिसक्यो भाँड हुन्छ भनेर हुँदैन भाँड सुँगुरको मासुमा Let's try. सिसी गर्नुपर्छ अरे बाबुले फोन गरेको रहेछ के अरे यो चाहिँ सर्ट भन्छौँ हामी चाहिँ यहाँ चाहिँ के भन्नुहुन्छ सब्जी लिउँ त याङमेन भनेको के भन्नु मासु बोल्छ त नि याङमेन यहाँ छ आउँदैछु है हजुर त्यही त मासुसँग चाहिँ गरेर छ उसले खाएकोले थुकायो त मलाई त खोइ फोन गरिसक्यो म त अरूको पो हेर्छु नि मोबाइल मेरो पो बजेको रहेछ त्यो बाउको मोबाइल थियो मेरो त नम्बरै लाग्यो मम्मी खानु दसैँमा त खाने हो आज खाँदैछौँ मम्मी तर यो याङबेन मिठो छ अलिकति सरसट मिठो नमिठो भए पनि 1 किलो सकेको छौँ जाइन्छ क्यारेमा पानी खाम ज्यान बढाऊ पानी किन्नु पर्ने छ नानी हजुर म किन्नु परिहाल्छ पानी दिँदैन त आज पानी म भयो तपाईँ कता गइन्छ बाटो छ भित्र जाने खाऊ तिमी बसो छ बसो न बस याङमेन खाऊ याङमेन त्यो झ्याउ चाहिँ खाम न झ्याउ ए बक्सै होइन यो अहिले यहाँ लटपुरा भएको जतिकोले जान्नेमा मेरो नाम आउँछ मैले गफ गरेको होइन सोधा पनि हुन्छ होइन त्यसो देखाउनु त मेरो पैसा कोखाइको झ्याउ हो क्या यो कोखाइको आज बेलुका कति बजीसम्म खेल्छ खेल्छ है नाच्छ घाउ कस्तो भयो विश्वास निको भयो खुट्टाको तर कस्तो दुख्छ नि अहिले कस्तो कता टेकिँदा अहिले पुरै उ चाहिँ कस्तो राम्रै लाग्यो उ चाहिँ भयो
पुरी हो घाउ चाहिँ तार हो त सबभन्दा माथि मिठो छ अस्ति बिहेमा काँटीले बाँस काट्नु केही नखाइ त नजानु है भनेको त केही नखाइ कुरो हो नि झन् बाउरामा गएर काट्दिनु क्या बाँस सकेलाको यहाँनिर सुन्नेमा अनि तान्नु खुब सघाउनु गएछ अरे माथि तल त्यो अरे विश्व त माथि फेरि कडा छ सक्दैन दाजुले मात्रै खाजा नि के बना खायो होइन र त छोराछोरी हुने मान्छे त्यस्तै के हो नि अब बन्धनमा बाँधेपछि गाह्रो हुन्छ नि यताउति हिँड्दा पनि छोराछोरी के गर्दैछ होला यहाँ नि भइसकेको छ नि त्यत्रो छोरा त ठुलो भइसक्यो यसो गर उसो गर भन्दाखेरि मान्ने मान्छेहरूमा हाल्यो ठुली चाहिँ भर्खरकै देखिन्छ छोरा चाहिँ ठुलो भन्छ कहाँ पुगिसक्यो नि 60 बिर्ता भात खाने बेला खाजा खाँदै मोमो सबैले मोमो सुँगुरको भन पर्क मोमो खाँदै साकेलामा अन्त मैले धर्मज बाजेछ 2-3 चोटि देखेँ हौ साँच्चै धर्मज बाजे देख्नु यो त सस्तो भयो आखिर केटी खेल्ने त 400 कि 350 के ए पोर्की उन्सलमा कतिको मासु किनेको यति मात्रै हड्डी ल साकेलामा गाइस पर्क मोमो खाँदै पर्क लभर बी लाइक है जहाँ जाँदा पनि मोमो खाने भेनाले त्यही भन्नु अस्ट्रेलियामा कति जहाँ जाँदा पनि के खाने भन्दा पनि सबभन्दा पनि जहिले पोले मोमो लभर हो जहाँ पनि मोमै खाएको मात्रै पाउनेहरूको सुँगुर मासु भेडाको मासु गोरुको मासु त्यही भएर अहिले पनि पर्क मोमो साकेलामा पनि अस्ति हामी भन्दै पर्क मोमो चौरीको याकको खायो नि माथि खानु होमस्टेमा मिठो जान्छ खोजेको दिन डेन्डी दाले हामीलाई मम्मीलाई ल्यायो मम्मी कस्तो छ पर्क मोमो मिठो छ मिठो छ त्यही त यो नि धेरै भयो क्या मलाई ठिकै हुन्छ त्यहाँ सजिलो यस्तो मिठो पाउँछ कि त्यो परिवारसिकको हाउसमा एकदम शुद्ध केही मिसाउँदैन क्या मोमो खाएको छु न म त सोल्टी खासै खाऊ के अरे सुँगुरको तकाइ पनि पोर्छ त्यहाँ मात्रै पाउँदैन यता पनि मुखमा हालेको ल सबैतिर तिमीले मुखमा हाल न अगाइमा त मुखमा विश्व दाइको हाल्ने बेला भयो मुखमा तिमी देख्यो एकछिन ल आइसक्रिम बहिनी खाएको देख्दा त्यो पनि ठाउँमा बल गरेर खाइहाल्नु पऱ्यो ताङले एकताल भिडियो बनाएको थियो मोमो चाख्दै गरेको तातो नतातो भएर बोल्दै भिडियो बनाएको थियो बुनाहरूले पोर्की परायो खाएको के अरे दाजु तिमी म ब्याङ्क खानुमा उमा के त्यो नेवारी काम त्यो उमा जाडोमा त्यो नेवारी सासा धाउमा कस्तो बोल्छ है अबाई कहीँ निको साकेला आएको थियो साकेला आज हो त सजना खोइ खाइसक्नु भ्यायो है अब खाइसक्नु आँट्यो एक प्लेट त के एक प्लेटमा अलिकति थिएन भन्नु हजुर यो कस्तो ए मेरो यो पनि खाँदैछु जस्तै होला एक प्लेट खाइसक्नु आँट्यो है मम्मी ल किन टेन्सन मलाई खानेको चाहिँ लिएर आइदिनु है मम्मी त्यही त
अचार चाहिँ म खान्छु कि ल यो पनि अलिकति अचार चाहिँ पुगेन मलाई टाङले जस्तै एउटा सक्लै मुख लायो त टाङले एउटा सक्लै तातो न तातो खाएछ के गर्नु पर्यो म पनि फेरि भन्छु तातो न तातो खाएछ अस्ट्रेलियामा चाख्छु भन्दै खाँदैछु तिमीहरूले बनाएको रहेछ होइन के भन्नु तातो रहेछ भन्दा गर्दै खानु तातो खानु उयो खाऊ टाइम खाँदैन झुला देख्दा कति महँगो हो 1000 रुपियाँ अरे सिम्पल सानो पनि छ साइज आँखा नदुख्ने भए चाहिँ म यो बसेर पुगेर पैसा कमाउँथेँ कि भन्नु आँखा दुखाल्यो अहिले धेरै यो राम्रो छ नि दिदीले बुन्नु भएको किन नखाएको विश्व खाऊ न दिदीले बनाउनु हुन्छ उ त्यो लगाउनु भएको यस्तो बिरेन भान्जा त युकेमा गएको थियो भन्दै थियो फेरि आएको रहेछ त बहिनी हामीले विङ्स पनि मगाएको थियौँ हजुर अरू चाहिँ खाइसक्यौँ अब विङ्स खाने मान्छे चाहिँ मरिँदैन ठुली मरिन्छ भन्नु हुँदैन बाँचिन्छ अब धेरै सालसम्म नाच्नुपर्छ मम्मी जानुहुँदैछ राम्रोसँग जानुहोस् है अब यहाँबाट हामी छुट्टिने जान्छु अब बाबालाई ममा पनि लगिदिएर ल बिस्तार जाइ अब भेटौँ ल यहाँ अब ल गाइस अहिले चाहिँ हामी नकिपटबाट आइसक्यौँ अब चाहिँ ब्लग इन गर्दैछु यहाँनिर ल आज कस्तो भयो बुहारीको लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला गाइस गाइजहरूले कस्तो भयो त साकेला दिदी एकदमै राम्रो बबाल काठमाडौँमा आएर कति वर्ष 8-9 वर्ष काठमाडौँ बसिसकेको तर म नकिपट गएको थिएन यसपालि चाहिँ मजा भयो रमाइलो भयो थ्याङ्क यू नकिपट जानु भएको थिएन मेरो पनि फर्स्ट टाइम हो नकिपटमा उता राजको उता हेर्ने दर्शक उता हिरो मात्रै दर्शक मात्रै हो उता आज हामी चाहिँ नाचेर आएको हामी चाहिँ अलिअलि नाच्यो हामी चाहिँ नाच्यो ल हेर्नु होला इन्जोय गर्नुभयो होला यति भन्दै अब चाहिँ म लाइक सेयर सब्सक्राइब गरिदिनु होला है त ल बाई सेवा